जब कमोडिटाइजेसनको अवस्था आउँछ त्यसपछि मार्केटमा कम्पनीहरू बीच मूल्यको युद्ध हुन्छ। जब मूल्यको युद्ध हुन्छ कम्पनीहरूले प्राइस घटाउनु पर्ने हुन्छ। यसको मतलब कम्पनीको नाफा घट्छ। नाफा घटिसकेपछि कालान्तरमा गएर गुणस्तरमा केही न केही असर पर्न जान्छ। गुणस्तरमा असर मात्र पर्ने होइन, जब नाफा घट्ने बित्तिकै कर्मचारीले आफ्नो कर्मचारी र त्यो कर्मचारी लगायत आफ्नो सेवामा लगानी गर्नुपर्ने यथेष्ट रकम लगानी गर्न सक्दैन। अल्टिमेटली कर्मचारीको वृत्ति विकास एवं कम्पनीले दिने सेवामा असर पर्न जान्छ र दीर्घकालीन रूपमा व्यवस्थापनमा नै असर पर्न जान्छ। यो सबैभन्दा खराब पक्ष हो। यो कमोडिटाइजेसनको सबैभन्दा खराब पक्ष हो। त्यसकारणले म के भन्न चाहन्छु भने मूल्य घटाएर होइन, मूल्य बढाएर प्रतिस्पर्धा गर्न सिक्नुपर्छ। कस्ट घटाएर होइन, प्रोडक्टको भ्यालु बढाएर प्रतिस्पर्धा गर्न सिक्नुपर्छ। अब हामी कसरी कमोडिटाइजेसनबाट बाहिर आउने त्यसबारेमा हल्का छलफल गरौँ। कमोडिटाइजेसनबाट बाहिर आउनको लागि सबभन्दा पहिला हामीले के बुझ्नुपर्छ भने ग्राहकले के किन्छ त्यो बुझ्नुपर्छ। ग्राहकले के किन्छ भनेर भन्दाखेरि ग्राहकले खाली उत्पादन, सेवा, वस्तु मात्र किन्दैन। ग्राहकले त्यसले दिने परिणाम र त्यसको भ्यालु किन्छ। त्यसकारणले त्यो परिणाम र भ्यालुमा पनि ध्यान दिनुपर्ने हुन्छ। मतलब रिजल्ट र भ्यालुमा ध्यान दिनुपर्छ। जस्तै फर एक्जाम्पल हामी के लिन सक्छौँ भने कसैले क्यामेरा किनेको छ भने ग्राहकले क्यामेरा मात्र किन्दैन, त्यो क्यामेराले खिच्ने फोटोको क्वालिटी पनि किनेको हुन्छ। त्यसकारणले क्यामेराको मूल्य यति भन्नुभन्दा पनि हामीले हाइलाइट केलाई गर्नु पर्यो, यो क्यामेरा लिनुभयो भने तपाईँले चाहे जस्तो एकदम क्लियर पिक्चर खिच्न सक्नुहुन्छ भनेर त्यो क्वालिटीलाई फोकस गर्न सक्नु पर्यो। त्यस्तै बिमा किन्दाखेरि ग्राहकले पोलिसी मात्र किन्दैन, ग्राहकले आफ्नो फ्यामिलीको फाइनेन्शियल प्रोटेक्सन किनेको हुन्छ, फ्युचर सेक्युरिटी किनेको हुन्छ, पिस अफ माइन्ड किनेको हुन्छ। त्यसकारणले पोलिसी महँगो भन्नुभन्दा पनि त्यो पोलिसीले प्रोभाइड गर्ने यी सुविधाहरूलाई हामीले हाइलाइट गर्न सक्यौँ भने अनि प्राइस वारमा जानुपर्ने अवस्था आउँदैन। विभिन्न प्रकारको अननेसेसरी प्रमोसनल खर्च गर्नुपर्ने अवस्था आउँदैन। अनि बसको टिकट किन्दाखेरि ग्राहकले टिकट मात्र किनेको हुँदैन, त्यो यात्रा गर्दा कति आरामदायी यात्रा हुन्छ, कति कम्फर्टेबल यात्रा हुन्छ, कति टाइममा समयमा पुर्याउन सकिन्छ, कति टाइममा ट्राभल सुरु गर्न सकिन्छ, सारा कुरा किनेको हुन्छ। यो विश्वास किनेको हुन्छ। त्यसकारणले त्यो विश्वासमा, त्यो आरामदायीपनमा हामी फोकस भयो भने मूल्यलाई ग्राहकले साइडमा राख्न सक्छन्। त्यसैले गर्दा के भन्न सकिन्छ, हामीले योबाट बाहिर आउनको लागि भ्यालु एड गर्नु सक्नु पर्यो। मतलब उत्पादन र सेवा सबैसँग हुन्छ, यो कमन कुरा हो। उत्कृष्ट ग्राहक सेवा कोसँग छ यसले एउटा फ्याक्टर असर गर्न सक्छ। फास्ट डेलिभरी सर्भिस, अन टाइम सर्भिस कसले प्रोभाइड गर्छ त्यो अर्को कुरा हो। फ्री ट्रेनिङ अर्को कुरा हो। त्यस्तै आफ्टर सेल्फ सर्भिस कसले दिन्छ त्यो हेर्नुपर्ने हुन्छ। त्यस्तै ब्रान्डमा ध्यान दिनु पर्यो। ब्रान्ड भन्नुको मतलब ट्रस्ट, विश्वास, कम्पनीप्रति, प्रोडक्टप्रति र त्यसमा इन्भल्भ मार्केटिङ स्टाफप्रतिको ट्रस्ट, त्यसमा इन्भल्भ कर्मचारीप्रतिको ट्रस्ट, गुणस्तरीय छवि हुनु पर्यो। त्यस्तै हेर्नुभयो भने ब्रान्ड बलियो बनाउनु पर्यो। ब्रान्ड बलियो बनाउनको लागि मैले ट्रस्ट, गुणस्तरीय र रेगुलर एक्सपिरियन्स मैले महसुस गर्नु पर्यो। कतिपय मार्केटमा पाइने प्रोडक्टहरू के हुन्छन्, फर्स्ट एक्सपिरियन्स भेरी गुड, त्यसपछिको एक्सपिरियन्स एकदम ब्याड हुन्छ। सर्भिसमा पनि त्यस्तै हुन्छ। एकपटक लियो, जस्तै पोलिसी लिँदा पनि कसैले मैले बिमा पोलिसी खरिद गरेँ भने पोलिसीमा आबद्ध भयो भने पहिलो पटक मैले राम्रो सर्भिस पाउँछु। जब रिन्युअलको टाइम आउँछ, बारम्बार बुझाउनु पर्ने टाइम आउँछ, म त्यो बुझाउने टाइम पनि मलाई त मतलब ब्रान्चहरू विभिन्न चाहिँ कम्पनीको लेआउटहरू पनि मलाई थाहा हुँदैन र कम्पनीको आउने म्यासेजहरू पनि मलाई नआउने, यस्तो खालको हुन्छ। यसबाट हामी यसलाई ध्यान दिनु पर्यो। यो नै ब्रान्ड हो। त्यसकारणले ब्रान्ड बलियो बनाउनु पर्यो। र अर्को कुरा इनोभेसनमा ध्यान दिनु पर्यो। इनोभेसन भन्नुको मतलब नयाँ सेवा, नयाँ व्यापार मोडेल, नयाँ ग्राहकको अनुभव, डिजिटल सुविधा, सरल प्रक्रिया अनि सहायता कक्ष जुनमा धेरै छ जसले आफूलाई रेगुलर रूपमा फलोअप गर्छ, त्यो पनि एक प्रकारको इनोभेसन हो अहिलेको दुनियाँमा। यस्तै सबभन्दा इम्पोर्टेन्ट कुरा मार्केटिङमा के हुन्छ, यो रिलेसनसिप बिल्डिङ। यही रिलेसनसिप बिल्डिङमा यदि ध्यान दियो भने हामी कमोडिटाइजेसनको प्राइसमा मात्र ग्राहकले ध्यान दिँदैन, रिलेसनसिपमा ध्यान दिन्छ। रिलेसनसिपमा ध्यान दिनुको मतलब ग्राहकको गुनासो के छ त्यसलाई धेरै सुन्नु पर्यो, न कि रियाक्टिभ वेमा उसले तपाईँले भनेको गल्ती हो यो भन्नु भएन। त्यस्तै हेर्नु भने नियमित सम्पर्कमा रहनको लागि एक किसिमको डाटाबेस
खडा गर्नु पर्यो, डाटाबेस सिस्टम तयार गर्नु पर्यो, त्यो ग्राहकसँग रेगुलर रूपमा टच हुनको लागि समय समयमा ग्राहकलाई दिने इन्फर्मेसनहरू कन्टिन्युअस रूपमा दिनु पर्यो, बिक्री पछिको सुविधाहरू पनि नियमित रूपमा प्रोभाइड गर्नु पर्यो। यति गर्न सकियो भने हामी यो कमोडिटाइजेसनबाट केही न केही हद रूपमा बाहिर आउन सक्छौँ। यसको मतलब यति बाहिर आउन सक्नुको मतलब आफ्नो कस्टमरको ध्यान आफ्नो कम्पनीप्रति एट्र्याक्ट गरिन सक्छौँ। त्यसैले यो कमोडिटाइजेसनको बाट बाहिर आउने यी उपायहरूलाई हामीले अवलम्बन गर्न जरुरी छ।